हेलो गाइज गुड मर्निङ के छ ठिकै छ सन्चै हुनुहुन्छ होला तपाईँहरू म पनि सन्चै छु आज मेरो पहिलो फर्स्ट भिडियो कस्तो हुन्छ के हुन्छ मलाई पनि एक्सपिरियन्स छैन जे होस् बनाउन पनि ट्राई गरेँ हो पहिलोचोटि हेरिदिनु होला मन पऱ्यो भने लाइक गरिदिनु होला सेयर गरिदिनु होला सब्सक्राइबको बटनमा गएर थिचिदिनु होला आज हाम्रो दाइ सेम दाइ आउनुहुन्छ दाइसँग पनि यसो हल्का भेटघाट हुनेछ र कति बेला आइपुग्नुहुन्छ दाइ थाहा छैन अब दाइ आएपछि दाइलाई यसो लिन जानुपर्ने हुन्छ आज के देखियो देखाएको छ हेर्नु आज हाम्रो दाइ र म चाहिँ आज त के अरे गलगले बजारतिर घुम्नको लागि धेरै पछि आइएको छ अब के हुन्छ होइन दाइ लगभग दसैँमा आउँदाखेरि त रमाइलो भएको थियो अब दसैँपछि धेरै कति 2-3 आफ्टर लङ टाइम 4-5 महिनापछि नै हामी आएको छौँ। यो भिडियो चाहिँ स्पेसली कट्टुको लागि बनाएको भएर कट्टुलामा हाल्छु नि टक्क यो बाटो यस्तो सट्ट जाने हो अनि यहाँ हाम्रो गणेश मन्दिर छ यहाँ ट्रान्समिटर छ यहाँ हाम्रो श्याम दाइ अनारस घारी पनि छ यता मान्छेहरू आउनु हुँदैछ ए हनुमान मन्दिर पो हो त अनि दाइ भन्नु न अनि कस्तो गाडीमा आउँदाखेरि अनि कस्तो च्याङ्री छोक्री केटीहरू चिक्सहरू होइन दाइ यहीँ हो के अरे चिक्सहरू चाहिँ यसो लड्कीहरू चाहिँ देख्नु भेट्नु भएन कि तर ड्राइभरको सिटदेखि यतापट्टि तपाईँ सिटमा थियो क्या अब सिटदेखि यस्तो गरेर चाहिँ अब हेर्नु पर्दैन अनुहार पनि अनुहार देख्नु भएन राम्रै थिएन पाहाडको केटीहरू तर गाडा चाहिँ स्याउको जस्तो हुन्छ है त्यो उता हिउँ पर्ने ठाउँतिर क्या लेकको गाला पनि कसरी अरे कस्तो अरे लोप लाग्दो हुन्छ नि त होइन पडप चल्दै फिर्दै कोकेन यस्तो आस चल्दा फिर्दा कोकेन यस्तो अरे भोट केमा हाल्ने हामी योपालि घन्टीमा आफ्नो घन्टीमा तपाईँको घन्टीमा कि बालेनको घन्टीमा रविको घन्टी रवि मनपर्छ कि बालेन मनपर्छ है बवाल हो र त्यसको कन्सेप्टै बवाल छ कसको रविको डिफ्रेन्ट टाइपको कन्सेप्ट बोकेको छ गर्न पनि सक्छ अरू तोरीले के भरोसै छैन होइन त अरूको त अब हामी थोरै यहाँ अगाडिबाट यस्तो भएपछि हामी छिर्छौँ क्यान्सल छैन जतिहरू चट्टसँग यस्तो केटाकेटीहरू देख्दाखेरि त हाम्रो पो बाल्यपन पो याद आउँछ हेर्दा है पहिले तोर कस्तो केटेको त्यो अनारस घारीमा त्यो के अरे त्यो किस्ने दाइ चन्द्रेको छोरो विवेकालाई कस्तो हानेको नि अब तपाईँहरूले त्यति बेला त तपाईँहरू अलिक ठुल्ठुलो हामीभन्दा त कति अलिक 2-3 वर्ष भए पनि ठुलो हुनुहुन्थ्यो नि त होइन अनि किस्ने दाइ अझै के अरे 5-6 वर्ष ठुलो अनि त्यो त्यसको चन्द्रे दाइको छोरी चन्द्र अङ्कलको छोरी विवेक दाइले त बाँधेर पक्कु कुट्यो अरे नि त होइन त्यस्तो थियो त्यो रामे र म चाहिँ सँगै गयो होइन रामे तिमीहरूसँग म चाहिँ कुट्ने च्याबेहरूदेखि अनि विवेक दाइको चाहिँ गाँड फुट्ने गरी हान्नु हान्थ्यो होइन यहाँ त्यो अनारसको यस्तो त्यो आरा परेको हुन्छ नि त्यो लामो त्यो टोइलेट बस्न लाएर क्या नआइकन नि हक हक भन्दै हानेको जबरजस्ती अहिले हामी के अरे अब त बाटो यस्तै छ अहिले हामी एकैचोटि अब हामी दाइकोमै भेट्छौँ होइन त नयाँ भएको भाइको होइन यस्तो चिजहरू एउटा तुलसी पनि चाहिन्छ 8 रुपियाँ भयो अब अरू रिटर्न दिनु न
10 रुपियाँ ल ल ल जाउँ दाइ यतातिर चाहिँ के अरे यो सिक्का पैसाहरू दिन्छ कि इन्ट्रेस्ट औडिएर लाग्छ है दाइ यो के अरे मलाई यो त मन पर्दैन राजनिवास चाहिँ बरु ठिक ए रजनीगन्धा चाहिँ क्या त्यसको पनि राम्रो पनि ठिक लाग्छ नि त त्यसलाई महँगो पर्छ त्यसलाई मलाई चाहिँ थाहा छैन किनभने म खाँदिनँ नि त अनि त्यही भएर यो चाहिँ कपी हो क्या दाइको घोलान सकेन बिग्दै हुनुहुन्छ त ट्याक्क लगाएर यो बाटो सट्ट जाने हो अगाडि गाइज आज हामी चाहिँ के अरे यता गोलगोल आएको थियौँ तपाईँहरूलाई थाहा नै छ अगाडिको भिडियोमा हामीले भनिसकेको छौँ अनि यता दाइले भन्नुभयो खोलाको बाटो पनि हेर्नु न त कस्तो छ भनेर अनि त्यही भएर हामी खोलाको बाटो जाँदैछौँ पुरै मरुभूमि जस्तो हेर्नु देख्न सक्नुहुन्छ यस्तो छ बाटो त्यो यहाँ किसानहरूले खेतीसेती लगाउँछ टक्क यो चाहिँ नेपाल बोर्डर टक्क यस्तो नेपाल बोर्डर छ यहाँ छ किल्ला अनि यहाँ छ अहिले त्यहाँ दाइले फोटो खिच्नु भएको छ अहिले फोटो म राखिदिन्छु नि त फोटो हेर्नु तपाईँहरू यो चाहिँ भद्रपुर के अरे झापा भद्रपुरको बोर्डर हो इन्डिया र नेपाल बोर्डर अनि अब अहिले हामी चाहिँ टक्क हामी यता नेपाल छिरिसक्यो यता पुरै इन्डिया हो यता पुरै नेपाल हो ल यो सबै चियापत्ती बगानहरू जति पनि छ नि यो सबै हाम्रो नेपालभित्रै पर्छ अनि होइन त दाइ घाम पनि डुबिसक्यो के भन्नुहुन्छ दाइ अरू के भनाइ के छ दाइको माटो चाहिँ दामी रहेछ होइन मलिलो भाग भाइ जिजा जल्दी कर जिजा तेरी माँ का भोसड़ा का तेरी गाँड में लात मारू भनेर भन्नुहुन्छ माथिले कस्तो डराएको क्या दाइ होइन यस्तो चाहिँ डराएको देखेर मेरो सिरिने फेरि के भयो यस्तै छ ए हामी यता के अरे बजारतिर पनि जाने बजार पनि देखाउने भनेर प्लानिङ गरेको छौँ दाइ र मैले अब बजारहरू चाहिँ त्यस्तै भयो स्पेसली कटुलाको दाइ गर्ने हुन्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब दबाएर पुग्नुपर्ने हुन्छ अरू कुरा त्यस्तो दाइ तपाईँ अगाडि हिँड्नु त ल भिडियो बनाउँछु म तपाईँ अगाडि हिँड्नु के बोल्दै हिँड्नु न यस्तो छ ल टच लगाइछ अब यो बाटो अलिकति यस्तो अब यो बाटो हामी अलिकति गाह्रो छ यस्तो छ गाडी यसरी हिँड्नुपर्छ यो हामी निस्केर कटेर बाटोमा भेटेर राम्रोसँग भिडियो बनाउँछौँ राम्रोसँग हजुरहरूसँग पनि कुरा गर्नेछु आम्मामा दाइ यताबाट गएको भए हुन्थ्यो यार यो त हामी त्यहाँ बिचबाट आयो यस्तो छ बाटो लडिन्छ भन्ने टेन्सन ल गाइस अब अहिले भरे भेटौँला बाई दिउँसो हिँडेको रात परिसक्यो हिँड्दा दाइलाई कस्तो लाग्यो नयाँ बाटो हल्का ग्राभलिङ टाइपको छ नि त होइन त्यतिहरू धुलोहरू छ यति मात्र अरू केही पनि छैन अरू त सबै यस्तै देखिराख्नु भएको छ तपाईँहरूले हाँसिराखेको छ हिँडिराखेको छ दाइ दाइलाई अब भोलि त होली रहेछ सबैजनालाई ह्याप्पी होली अब भोलि एडिट गर्न सिकिन्छ के कस्तो एडिट हुन्छ थाहा छैन एडिट राम्रो भयो भने हालिन्छ होइन भने चाहिँ हालिँदैन सबैजनालाई ह्याप्पी होली 2082 साल होइन दाइ अहिले 2082 सालको सबैजनालाई ह्याप्पी होली